भोलिदेखि एक्जाम छ त नपढेर के गरिरहेको भाइ? मैले चाहिँ आफूलाई नै क्वेसन सोधेँ। हेलो नमस्ते एभ्रिवान, मेरो नाम चाहिँ प्रशान्त राई र आज चाहिँ रहेको छ डे 14 अफ 30 डेज मिनी ब्लग च्यालेन्ज। सो आज चाहिँ म चाहिँ टक्क लाएर बिहान उठेर चाहिँ यता मिरर सेल्फी लिँदैछु। सो अनि मेरो चाहिँ भोलिदेखि एक्जाम छ है। म चाहिँ यहाँ टक्क छाले कपी किताब खोलेर चाहिँ पढे जस्तो गर्दैछु म चाहिँ। अनि त्यसपछि म चाहिँ टक्क पनि कुर्दैछु किनभने के पढौँ भनेर है। म चाहिँ पढ्ने बेला चाहिँ दिउँसो त सुत्दैछु पो। अनि त्यसपछि हेर्न सक्नुहुन्छ मेरो कपी किताब चाहिँ टेबलमै छ। अनि त्यसपछि टक्क साले उठिसकेपछि हामीले चटपट किनेर खायो टक्क साले है, दिदी र भाइ मिलेर है। अनि त्यसपछि मम्मीले पनि खानुभयो। अनि त्यसपछि चाहिँ म चाहिँ टक्कलाई चाहिँ नुहाएँ है। नुहाएर हेर्न सक्नुहुन्छ म चाहिँ अब बसिरहेको छु। अनि त्यसपछि म चाहिँ लागेँ फुपू घरतिर किनभने आज चाहिँ भाइको बर्थडे अरे नि त। म चाहिँ फुपू घर पुग्दाखेरि चाहिँ यस्तो तरिकाले सजावट गरिसक्नु भएको रहेछ। अनि त्यसपछि भाइ चाहिँ हेर्न सक्नुहुन्छ यहाँ भिडियोमै नभन्ने अरे मुस्कुराहट हेर्न भाइको। अनि त्यसपछि हामीले चाहिँ ठाउँ एक्सचेन्ज गरिसकेपछि हामीले चाहिँ बर्थडे सेलिब्रेट गर्न थाल्यौँ। Happy birthday to you. Happy birthday to you. Happy birthday. अनि त्यसपछि टक्क तरिकाले भाइले केक काट्यो है, हेर्न सक्नुहुन्छ। अनि र यो चाहिँ हेर्न सक्नुहुन्छ यो चाहिँ मेरो भागको केक हो। अनि त्यसपछि म चाहिँ टक्क लाएर घर आएर चाहिँ यसो पढेको जस्तो गर्दैछु है किनभने भोलिदेखि एक्जाम छ नि त पढ्नु त परेन। सो अनि आजको लागि चाहिँ यति नै। हस्त टाढा बाई बाई गाइस, हामी भेट्ने छ अर्को नेक्स्ट भिडियोमा।